परम आदरणीय दर्शकवृन्द, म अहिले देवघाट धाममा छु। देवघाट धाम प्राचीन आदिप्रयाग हरिहर क्षेत्र नामले वर्णन गरिएको पवित्र तीर्थस्थल हो। हाल यस क्षेत्रमा भरतपुर नगरपालिकातर्फ केही आश्रम र मन्दिरहरू छन् भने पूर्वमा त्रिशुली र पश्चिममा कालीगण्डकी नदीले घेरिएको भूभाग तनहुँ जिल्लाको देवघाट गाउँपालिकामा पर्दछ। यसै क्षेत्रमा सबभन्दा पुरानो र ठूलो गलेश्वर आश्रम, वेद विद्यापीठ एवं मन्दिरहरू छन् भने हरिहर आश्रम, महेश आश्रम तथा गुरुकुल विद्यापीठहरू प्रशस्तै छन्। विभिन्न धर्म सम्प्रदायका सयौंको संख्यामा मन्दिर तथा आश्रमहरू पनि रहेका छन्। श्रीकृष्ण कृपा सेवा आश्रम तथा कृष्ण प्रणामी मन्दिर सर्वाधिक सुन्दर एवं खुल्ला वातावरणमा रहेको छ। यहाँ त्रिशुली नदी वारी तथा पारी सानो बजार पनि रहेको छ। यहाँ विभिन्न धार्मिक पर्वहरूमा खास गरी माघ महिनामा ठूलो मेला लाग्दछ। अझ भनौं माघे संक्रान्तिका दिन स्नान गर्नका लागि देशका विभिन्न ठाउँबाट भक्तजनहरूको यहाँ घुइँचो लाग्ने गर्दछ। यातायातको सुविधा रहेको यस स्थलमा हजारौं भक्त तीर्थयात्रीहरूलाई निशुल्क बास र भोजनको पनि प्रबन्ध हुने गर्दछ।